आज म चाहिँ 12 घण्टा ड्युटी गरेर आएको अनि दिदीले चाहिँ मजाले रोटी पोलिराख्नु भएको रहेछ हैन। दिदीको चाहिँ आज छुट्टी थियो अनि यस्तो थकाइ लागेर आएको थियो कि अनि दिदीले चाहिँ खानेकुराहरू बनाइराख्नु भएको रहेछ क्या दिदीहरू साथीहरूले। अनि कस्तो खुसी लाग्यो क्या। अनि मलाई चाहिँ त्यो रोटी चटपटीहरू कस्तो मिठो लागेको क्या। किन भन्दाखेरि चाहिँ हैन अब त्यत्रो 12 घण्टा काम गर्नुपर्छ हैन। यस्तो थकाइ लागेको हुन्छ अनि रुम गएपछि के पनि गर्नु मन लाग्दैन नि त। अनि कहिलेकाहीँ चाहिँ दिदीको छुट्टी भएको बेलामा चाहिँ हैन खानाहरू पकाइराख्नु भएको हुन्छ अनि कस्तो घरको याद आउँछ क्या। अनि अब हामीलाई चाहिँ हैन विदेश र नेपालमा धेरै फरक छ नि त। किनभने नेपालमा चाहिँ हामीले हैन 15-16 घण्टा काम गर्नु र विदेशमा 5-6 घण्टा काम गर्नुमा धेरै फरक हुन्छ क्या। किनभने हैन विदेशमा चाहिँ हैन मेन्टली फिजिकली एकदम थकाइ लाग्छ क्या। किनभने अब हामीले अरूहरूको काम गर्नुपर्छ हैन। अब कस्टमरहरूसँग कति धेरै अब कुराहरू गर्नुपर्छ। कोही कस्टमरहरूले चाहिँ यति धेरै तनाव स्ट्रेस दिन्छ नि त। अनि त्यही छुट्टै हुन्छ क्या। अनि प्लस अरूको देशमा हैन अनि फेरि प्लस अरूहरूको काम गर्नुपर्छ अनि छुट्टै स्ट्रेस हुन्छ क्या। अनि त्यही भएर कस्तो थकाइ लाग्छ क्या। तर हामीले नि यही काम चाहिँ हैन 15-16 घण्टा नेपालमा गर्छौं भने हामीलाई त्यस्तो बेसी तनाव स्ट्रेस हुँदैन क्या। थकाइ त लाग्छ तर भए पनि त्यो मनको शान्तिहरू त हुन्छ नि त। किनभने हामी घर परिवारहरूसँगै हुन्छौं हैन। अनि त्यसपछि हामीले सेफ फिल पनि गर्छौं अनि मनमा छुट्टै शान्ति आउँछ नि त। किनभने सबैजना घर परिवारहरू हुन्छ अनि त्यही भएर क्या। त्यही भएर विदेश र नेपाल चाहिँ धेरै फरक छ। अनि त्यही भएर विदेशमा हुने मान्छेहरूलाई नेपालमा हुने मान्छेहरूले चाहिँ धेरै तंग धेरै टेन्सन धेरै तनाव नदिनु होला। यो चाहिँ पार्ट अफ जोक मात्रै होला साथीहरू। एक्चुअलीमा रियालिटी यही हो। सो विदेशमा चाहिँ हैन थोरै काम गरे पनि एकदम धेरै स्ट्रेस र तनाव चाहिँ हुन्छ हैन। मेन्टली र फिजिकली भन्दाखेरि पनि मेन्टली यति धेरै स्ट्रेस हुन्छ क्या। अनि त्यही हो साथीहरू। त्यही भएर विदेश भनेको होला है नाम पनि छुट्टै छ नि त। सो आजको लागि यति नै ल। एन्ड थ्यांक यू फर वाचिङ टिल द एन्ड एन्ड सी यू नेक्स्ट भिडियो। बाइ बाइ। सबैजना राम्रो बस्नु होला।